कस्तो हुनुहुन्छ त गाइस तपाईहरुलाई स्वागत छ मेरो यो पहिलो भिडियोमा। त आजको भिडियोमा हामी एउटा च्यालेन्ज गर्न गइरहेको छौं। सबभन्दा सुरुमा यो भन्न चाहन्छु कि भिडियो धेरै दिनसम्म अपलोड नहुनको लागि सरी। म एउटा लङ भिडियोमा काम गरिरहेको थिएँ, त्यही भएर हल्का भिडियो बन्न सकेन। अब अहिले बनिरहेछ भिडियो। त आजको थम्बनेल हेरेर तपाईहरुले थाहा पाइसक्नुभयो होला आज के गर्ने हो। आज हामी डायमन्डदेखि हिरोइकसम्म जाने हो। अनि मैले यसमा धेरैवटा सिन्सहरु कट्ने गरिदिएको छु। सो किनभने यति सबै सिन्सहरु हाल्यो भने त भिडियो धेरै लामो हुन्छ। धेरै लामो भन्नाले त्यही आधा घण्टा जस्तो हुन्छ। त्यही भएर त्यति लामो भिडियो किन बनाउनु भनेर मैले धेरै जस्तो सर्ट सिन्सहरु कट गरेर एउटा सानो सिनमा बनाइदिएको छु। अनि यति नै 6 मिनेटको छ। तपाईलाई यो लङ भिडियोको टपिक कस्तो लाग्यो, अरु यस्तै लङ भिडियो रिलेटेड केही चाहनुहुन्छ भने कमेन्ट भनिदिनु होला। सरी गाइज। अनि भिडियो पोस्ट नगर्नको लागि सरी, त्यसको लागि सरी भन्न चाहन्छु। पहिला यो एडिटिङ हान्ने बेला थोरै टाइम लागेको थियो, त्यही भएर यसलाई एडिट हान्ने बेला मेरो सबै टाइम गयो नि त, त्यही भएर भएन गाइस। अनि सपोर्ट चाहिँ हान्दिनु होला है। ल अब गेम हेर्दै जाम। अब ल यतापट्टि यो छ, यसलाई उठाउँछु। G18 रहेछ यो सिधा त। ल दामी एकजना डाउन भइसक्यो हाम्रो टिमको त। चलो मर्यो मलाई नै मार्यो त्यसले। G18 थियो, त्यही पनि हेड हानेको रहेछ। कतिको 99 को हेड हानेको रहेछ हैन, 99 को हेड हानेको रहेछ। यो एउटा केटीले भ्याउला कि नभ्याउली, भ्याइन। ठिकै छ, के भन्न सक्छु अब मैले नै भ्यादिनँ। अर्काले किन दोष दिउँ। खेल्दै जाऊँ अब के हुन्छ हेर्दै जाऊँ न। मैले त ठ्याक्कै तिनीहरूले 3 राउन्ड जिते। अब कमब्याक हान्ने ट्राई गर्नु पर्यो। तिनीहरूले 3 राउन्ड जित्सके, कमब्याक हान्ने ट्राई गर्नु पर्यो। के गरौँ, एकै लिएँ मैले। बाइ द वे म एकै धेरै राम्रो चलाउँछु। हेर्दै जाऊँ। अनि गाइस त्यो ब्याकग्राउन्ड साउन्डहरु आइरहेछ भने प्लिज इग्नोर द्याट। कस्तो दामी हान्दा त मैले। फेरि हान्दै यसलाई चाहिँ रिभाइभ दिनु पर्यो। फुट त्यसले फुटाइदियो, ठ्याक्कै फुटाउनु थाल्यो तिम्रो पनि। जो होगा देखा जाएगा। चलो इजी त कमब्याक हान्ने भनेपछि हुन्छ कि गाइस। कमब्याक हान्ने भने हैन, गुड कुल। कसले पो धेरै किल हान्यो। मेरो किल कति छ? 2 बारे मेरो किल अहिले। नो वरिज। ल हेर्दै जाऊँ न के हुन्छ। गाइस म तपाईलाई सिधै 3-3 पारेर मिल्छु है त। 3-3 पार्छु कि अब आउट हुन्छु, त्यही हो हेरौँ। कि अब दुईटा कुरा हुन्छ, 3-3 पार्छु कि आउट हुन्छु। ल गाइस मैले 3-3 पार्दिएँ त्यो सिचुएसनलाई। लेख्नुभयो म कति प्रो छु। धेरै किल त छैन, जे भयो नि 3-3 भयो सिचुएसन। अब हेरौँ। 4 किल छ मेरो त्यसमा, 4 किल छ। अब हेर्दै जाऊँ न आउट हुन्छ कि जित्छ कि हार्छ कि। अनि गाइस मेरो गेम प्लेलाई जज नहान्नु होला। अब भर्खर सेक्न थाल्यो। पुरानो जस्तो कुरै छैन, पहिला बरु राम्रो थियो। उताबाट फुटाइरहेको थियो 4 नम्बरबाट। जाम 4 नम्बरबाट जाम। के होला त, जितिएला कि हारिएला हेरौँ। केही पनि थाहा छैन के हुन्छ। ल कस्तो सोनिया मिस्त्री रहेछ। सोनिया मिस्त्रीलाई पनि मैले हान्दिएँ। हान्न इजी छ क्या, तर सोनिया मिस्त्री लाउन चाहिँ नराम्रो कुरा हो। तपाईँ नलाउनु। सोनिया मिस्त्री लाउँदाखेरि एकदमै झाउ हुन्छ कि, तपाईहरुले मान्नुपर्छ। सोनिया दिमित्री लाएर के। अब हेर्दै जाऊँ। यतापट्टि आइसक्यो। लेभल फोक्को वेस्ट भयो, फोक्को। हेरौँ न के हुन्छ। अहिलेसम्म त राम्रै चलिरहेछ। केले हानौँ, एकेले होइन कि MP5 एक MP5। त्यो त म मर्यो। मेरो टिममेट्सले के नि गर्न सक्दैन, म हार्छु यार।
मैं तो गया मेरो टिममेट्सले केही नि गर्न सक्दैन मेरो टिममेट्सलाई मलाई भरोसा छ केही नि गर्न सक्दैन मेरो टिममेटमा मलाई फुल भरोसा छ ब्याकग्राउन्ड साउन्डलाई इग्नोर गर्न मिल्छ भने गर्नुहोस् साउन्ड आइरहेछ भने मलाई पनि थाहा छैन साउन्ड आइरहेछ कि छैन यो एउटा त मरि अब यसले भ्याउँदैन यो निम्रै छ हेर्दै थाहा पाइरहेछ के त भ्याउँछ कि यो ल दामी भ्याउँछ होला भ्याउँदैन तर के त भ्याउँछ मोस भन्यो फेरि किन मोस भन्यो मर्ने नै हो गाइज यार त्यतिकै यस्तै हुन्छ कतिमा प्लस हुन्छ कतिमा बोया हुन्छ कतिमा डिफिट हुन्छ कतिमा प्रोटेक्सन पोइन्ट सुट हुन्छ Thanks! I placed the super bomb on. Funny guys, thanks for watching guys. Now I am going to tell you bye guys, bye.